ल है साथीहरू, कोदोको मोमो कसले खानुभएको छ कि छैन यहाँनिर मैले चाहिँ आज डिनर कोदोको मोमो बनाएको छु। अनि पिरो टमाटरको चटनी छ यहाँ होइन। मैले चाहिँ यो 3 चोटिको प्रयासमा आज बनाएको है। यस्तो भएछ। मैले टेस्ट चाहिँ गरेको छुइनँ कस्तो छ टेस्ट चाहिँ होइन, तर मोमो चाहिँ एकदम राम्रो भएछ है साथी। रेसिपी चाहिन्छ भने भन्नु होला, म हजुरहरूलाई रेसिपी भने सेयर गरिदिन्छु। ल साथीहरू, म खाएर टेस्ट गर्छु कस्तो रहेछ होइन। पहिलोचोटि खाँदैछु है, बनाएको पनि पहिलोचोटि, खाएको पनि पहिलोचोटि। यो त चिकन मोमो हो। चिकन मोमो कोदोको रोटीसँग टेस्ट चाहिँ एकदमै राम्रो रहेछ होइन, मिठो हुँदो रहेछ होइन। यो चाहिँ हेर्नु होला कस्तो मिठो के, हेल्दी पनि मिठो पनि। डिनर खाँदैछु अब, कहिलेकाहीँ त चिटिङ पनि गर्नु पर्यो नि त होइन। कस्तो मिठो क्या, खानु भयो आउनु है साथीहरू, बनाएर खानु होला, एकदमै मिठो हुँदो रहेछ।